सो यस गाइज व्हाट इज अप, वेलकम ब्याक टु अनदर भ्लग हैन। अहिले चाहिँ एकदम रसनल भ्लग बनाइरह हो, किनभने हाम्रो साथीको खुट्टा मर्केको छ। हामी इमोसनल सपोर्ट दिन गएको। तेरे जैसे दोस्त हो ना तो दुश्मनों की जरूरत ही नहीं है। बिचरालाई गाह्रो भएछ। हामी चाहिँ अनि यहाँबाट इमोसनल सपोर्ट दिन चाहिँ गएको उसलाई हैन। स्केटबोर्ड गर्दै थियो, लडेर अनि त्यो खुट्टा फर्क्यो के, यसो फ्याट्ट भयो। अनि अब के हो कसो थाहा छैन, इन्सुरेन्स पनि गराएको छैन दोस्तीले। राघवको खुट्टा त्यस्तो भएको। प्रशान्त र म जाँदैछौँ। प्रज्वल प्रवीण र उज्जवल उज्जवल र प्रवीण तिनीहरू छ। केटाहरूलाई हामीले त्यो छुरी तताउनु गर्दै भनेको हैन। अब खुट्टा काट्नुपर्ने अवस्था अब यसो हल्का चप हान्नु पर्यो। उसले काट्छ, आइस पनि रेडी पार्दैछ केटाहरूले। अहिले चाहिँ तपाईँहरूको 5 बज्न लागेको थियो। एचपी यहाँनिर छ, घामले त्यस्तो केही देखाएको छैन। कहाँनिर के अरे फेरि भन्नु त, कार्पेन्टरमा जानुपर्ने भयो कि खुट्टा बनाउन। एउटा खुट्टा काटेपछि त अर्को खुट्टा चाहियो नि त। त्यही भएर अब कार्पेन्टर पनि यहाँ खोज्दै जाने हो। A few moments later. यो खैरेले पनि यहाँ सुपको कुरा गर गाइज हैन। सुपको कुरा गरेर हामीलाई के याद आयो भने भरे रागको खुट्टा काट्ने हैन। अनि कुक छँदैछौँ, टक्क पिस पार्ने सुप क्या ग्रेभी बनाउने कि दोस्त। मस्त प्लान है। ग्रेभी होइन, सुप मिठो हुन्छ कि सर? सुप हड्डी हुन्छ क्या। अब मान्छेको मासु अब पहिल्यै खान्छ मन थियो। आज राघवकै पर्छ भन्ने चाहिँ थाहा छैन। अनि भोलि जिम जाने प्लान हुँदैछ हाम्रो होइन। अनि 2 जना जाने हामी। अब गर्नु पर्यो, जुसु बनाउनु पर्यो गाइस। के गर्ने, यस्तै छ, काम धन्दा छैन अहिले। ट्रङ पाँदै लिफ्टमा आएर जाउँ न, 3 जना चढेकिन ट्रिपल हान्दिउँ न। गहिरोलाई खोज सक्दैन यार। A few moments later. यहाँ चाहिँ यस्तो हुन्छ केटा भएर। गाडी पनि यहाँ अटोमेटिक वास हो क्या। यहाँ मान्छे चाहिँदैन गाडी धुनको लागि, अटोमेटिक हुन्छ। बर्गर किङ यहीँ छ। त्यस्तै अब गर्लफ्रेन्ड छैन भने अब त डेट जाने ठाउँ कति छ नि बर्गर। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। उति छ, त्यसको उहाँ पर म्याकडोनल्ड छ। त्यस्तै फेभरेट 14 पनि गइहाल्यो, तर हामीलाई बात छैन। बर्गर किङ, वहाँनिर छ म्याकडोनल्ड्स। हामी छौँ यहाँनिर राघवको खुट्टा खान गएको। हामी एउटा राघवको खुट्टा किङ बनाउने। यादव फुड सुप। यो त आइपिएलको टिमको जस्तो। ठिक छ, भोलि जिम जाने हो। आज एक्सर्साइज राम्रो हुन्छ नि त, वार्म अप। आजै भयो टक्क रुटिन बनाउने, कुन दिन कुन हान्ने टक्क होइन। भोलि ब्याक हो। एक दिनमा एउटा हान्ने कि एक दिनमा 2टा हान्ने भन त। ब्याक एन्ड बाइसेप। ठिक छ। पहिला सुरु नर्मल फलो हान्ने, पछि आफूलाई मन लाग्यो भने सर त्यही अनुसार चेन्ज गरौँला न। ब्याक टु सेप आउनु पर्यो। ब्याक टु सेप आइसकेपछि चाहिँ एक्सपेरिमेन्ट गरौँला। त्यस्तै छ प्लान। यस्तै हो क्या गाइज यहाँनिर त, के गर्नु। तर फेरि काम गर्न थालेपछि चाहिँ गऱ्यो नि कसरी त्यो रुटिन मिलाउँला, पछि नसोचौँला। सँगै नगरे नि गर्न चाहिँ नछोड्ने। कलेजमै गरौँ न। म्याथ पिरियड अगाडि ब्रेक हुन्छ 1 घन्टा 2 घन्टा। ल अब अहिले राखेको गाइस, एकछिनमा देखाउँला तपाईँहरूलाई। 20 minutes later. हाम्रो दोस्तको खुट्टा भाँचेर इमोसनल सपोर्ट दिन आएको छ। ਹੱਸਦੇ ਚਿਹਰਿਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕਦੇ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ। ਉਹਦਾ ਮਤਲਬ ਇਹ ਹੁੰਦਾ ਕਿ ਇਹਨਾਂ ਨੂੰ ਤਕਲੀਫਾਂ ਨਾਲ ਡੀਲ ਕਰਨਾ ਹੁੰਦਾ। ਬਿਲਕੁਲ ਸਹੀ। पूछ हो गए। बिरामीको खुट्टा चाहिँ खोइ देखाऊ त। होइन अरू कुरा सबै प्रशान्त र मेरो चाहिँ कुरो के हो भने बरु 1-2वटा बियर खुवाइदियो राघवलाई, हल्का ज्याप हुन्छ अनि थाहा पाउँदैन नि त। छुरी तताउने, खुट्टा काट्ने अनि सुप बनाएर खाने के बेलुका खुवाइदिने। दामी हुन्छ अनि चाहिँ। The next day. आजको अपडेट चाहिँ के हो भने हामीले आजबाट आफै ग्रोसरिज गर्न थालेको, मलाई मेरो रुममेटले। विशाल सरले चाहिँ अदुवा केलाउँदैछ, म देखाउँछु। अझै हाल न एउटा बिग्रिन्न के
अलिक एउटा सानो पिस हाल न भाँचेर हाल नि त लामो बास के छ सर अब यहाँ के छ सल्ट सुगर अरे मिल्क एक टमाटो टमाटर कहाँ छ टमाटरमा छामाछेर के अरे सर त्यो अझै तान न त्यहाँ एउटा उयो आउँछ क्या बिचमा हो त्यो हाल नि चा त गोलभेडा आउने फेरि गोलभेडा यहाँतिर त केटा हेर नेपालमा हामी खुलाएर पड्काउँथ्यौँ नि म्याकुरी यी यस्तो यो हो त यहाँ यसरी फुकेर यसरी टाउकोमा प्याटान पड्काउँथ्यौँ के हो के भन्दो रहेछ यसलाई टोमेटिलोज भनेर मोला टोमेटिलोज यता त हेर न यत्रो यत्रो हुन्छ समझ रहे हो ना यार मलाई खोर्सानी पनि सर 5 डालो हाल 5 डाल भैया अच्छे आलू छान के दे दो भैया हेर न मुला 6 को होला त्यो राम्रो छैन त्यो 6 इंच को क्या बोला तूने 6 इंच को भैया अच्छे वाले डालो ऐसे पल वाले मत डालो भैया ओ भैया तिनटाले पुग्छ पुग्दैन होला 7-5 डाल खै कहिले आइडिया छैन कति कहिले किनेको छैन टेन्सन नल्याउ न म हुँदै म्याकुरी मम्मीले अब तँलाई रिग्रेट हुँदैछ होला होइन अब रिग्रेट हुँदैछ होला तँलाई होइन अब तँलाई रिग्रेट हुँदैछ होला नि बाबु यो जानु रातो रे यो चाहिँ खै ओइ सर पटाटो नि कति प्रकारको रहेछ यो एउटा पटाटो 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 त्यहाँ अर्को एउटा पटाटो के मेटेरियल अरे सर साग लिँदैछौँ हामी चाहिँ भेरी गुड हुँदैछ ग्रोसरिजको सामान साग हो के चसो खोला हेर त के इजदी साग भन्छौ के भयो अरे सर देखाउ त के हो त हामी विदेश आएर साग चिनिएन यार खानेकुरामा नो कम्प्रोमाइज अझै मासुको सेक्सनमा जाँदैछौँ हामी ल हिँड नि त ससेस पनि एक प्याकेट लिने यस्तो गाइस खानेकुरामा नो कम्प्रोमाइज यहीँ छ त यो त बिफ रहेछ यार बिफको खायो भने त माछन् गौ माताले यस्तो गाइस उठ्ने बित्तिकै आगो मेरो अनुहार चाहिँ यस्तै भएर होला आज के हो त्यो यो हटाउ न त एउटा चाहिँ हो त्यो यो हटाउ यस मासु अनि फेरि म्याकुरी इफ यु डोन्ट फाउन्ड एक यहाँ चाहिँ 1000 कुन वाला लिने अन्डा पनि भेराइटी छ एकदम दुविधामा पर्यो साथी हो यस्तै रहेछ उनीहरूले यो पनि ल्याउँछ 5 डजन कति रहेछ 20 minutes later सो हामीले चाहिँ सामान पनि किनेर आइसक्यौँ -5 डिग्री थियो त्यही भएर त्यो देखाउन हातले जमेर त्यो भाटभुट गरेर छिटो गोसोमा गराइहाल्यौँ अनि कति भयो पखममा सामान देखाउँछु गाइस यत्रो सामान यति धेरै मासु यति धेरै सामान छ लाइक ओभरअल चाहिँ 85 होइन 85 उबरले गरेर 90 भनौँ न ससेज हुन् फेरि ल यस्तै छ गाइस है ल अब एकछिनमा खानासाना पकाउँछु उर्छु अनि अब कहीँ निस्किनु पऱ्यो भने भेटौँ ल नभए यस्तो यता जर्नी देखाउँदै गर्ने हो क्या युएसमा कस्तो हुन्छ भनेर म्याकुरी A few moments later